हेलो नमस्ते साथीहरू। यस्तो चिसो दिन झरी परिरहेछ। हामी चाहिँ कोस्कोतिर लागियो अनि लिडल कोरियन पसल जतासुकै घुमेर आइयो। किनमेल पनि पुरा भ्यायो होइन। धेरै सामानहरू ल्याउनु थियो, ल्यायो। अनि यस्तो पिरो चाउमिन खाने भन्यो है बच्चाहरूले पनि। अनि ल भनेर म त सुकुटी चाउमिन बनाएँ कि साह्रै पिरो भएछ क्या। पिरो त पिरो तर यो जाडोमा चाहिँ मजा भएछ। अनि यहाँ चाहिँ फेरि किम्ची हेर्नु न, ओहो किम्ची रे, यो चाहिँ पिक्कल भयो। अनि फेरि मसरुम, अनि फेरि अर्को गोचुजान भन्ने यो डब्बा पनि ल्याइरहेको छ क्या। यिनीहरूलाई कस्तो मनपर्छ। अनि अर्को किम्ची, एउटा किम्ची चाहिँ झोल बनाएर खाने रे, एउटा चाहिँ यत्तिकै खाने भन्दै छोरी र बच्चा छोराको। अनि यता चाहिँ बाबाले उता बनाउँदै हुनुहुन्छ र पनि उनीहरू चाहिँ पहिला खान्छु हामी त भनेर खाँदै पनि छ। बाबाले चाहिँ यता यो पकौडा जस्तै, तर अब जापानिजहरूले त के अरे टेम्पुरा कस्तो भन्न नाम टेम्पुरा भन्छ। यो भ्यान्टा, क्यारोट, आलु, जुकुनी 4 थरी काटेर बनाउन लाग्नुभएछ। यस्तो मजा भएछ क्या। आज जाडो दिन छ, पिरो तातो चाउमिन, अनि फेरि यो है पकौडै भनौँ न। हाम्रो नेपाली नाम त पकौडा त भयो नि, आलुचप जस्तै मजाले पिठो अन्डा हालेर बनाउनु भएको। यस्तो तातो मिठो भएछ। अनि मजा भएछ आज चाहिँ जाडोको दिन। अनि भोलिलाई पनि फेरि प्याक गरिदिनु पऱ्यो बुढोको लागि, भोलि काम है। अनि मैले चाहिँ चट्ट लाएर चाउमिन टक्क हालिदिएँ, अनि त्यो टेम्पुरा पनि